हेलो गाइज, गुड मर्निङ। हामी आज धुवाकोट धादिङ धुवाकोट वडा नम्बर 14 नीलकण्ठ 14 वडा नम्बर 14बाट चाहिँ हामी अम्बटेबाट हामी सामरी भन्ज्याङ त्रिशुली हुँदै कागुने त्रिशुली अनि देउडी गङ्गटे बोटार हुँदै हामी काठमाडौँतर्फ जाँदैछौँ। अहिले हामी उकालोमा छौँ। धुवाकोटको उकालो उक्लिँदैछौँ। हामी गगते पुग्दैछौँ। गगतेबाटको भ्यू धुवाकोट अम्बटे भैरचुली सबै भ्यू अवलोकन गर्दै हामी यो बाटो हिँड्दैछौँ। हाम्रो चालक राजेश मालाकार हुनुहुन्छ। उहाँले मोटरसाइकल ड्राइभ गर्दै हुनुहुन्छ। हामी आजको यात्रा काठमाडौँसम्मको टोखा छहरे हुँदै हामी काठमाडौँ काभ्रेस्थली पुग्नेछौँ। हामी आइपुगेका छौँ माने भन्ज्याङबाट हामी अब लाग्दैछौँ सामरीतिर। हेर्नुहोस्, जाडोको मौसम छ। पुरै शीतले सडक भिजेको अवस्था छ। गाइजहरू, पुरै जङ्गलको बाटो जाडोले पुरै थरथर काम्ने अवस्था सिर्जना भइरहेको छ। तर पनि हामीलाई जाडोको प्रभाव छैन। हामी एकदम मोटो ज्याकेट लगाएको छौँ। देख्नुहुनेछ, बाटो एकदम सफा क्लियर छ। हामीले कुनैको अवरोध छैन। कतै घाम पनि देख्दैछौँ हामीले। अहिलेको समय 10 बजेको छ, बिहानको 10 बजेको छ। कतै घामको न्यानो सहानुभूति भइरहेको छ भने कतै चिसो आइरहेको छ। अहिले हामी माने भन्ज्याङबाट ओह्रालो झरेपछि लगभग हामी सामरी भन्ज्याङ आइपुग्ने क्रममा छौँ। अझै नै धेरै नै टाढा छ। अबको केही समयमा हामी सामरी भन्ज्याङ पुग्ने तर्खरमा छौँ। सबै यहाँ घर बनाउने माहौल चलिरहेको छ गाउँतिर। आजको क्लियर मौसम, क्लियर हिमाल, एकदम बिहानको मन्द मुस्कान हिमाल हाँसेको हामीले देखिरहेको छौँ। र जङ्गलमा चराचुरुङ्गीको आवाजहरू पनि आइरहेको छ। मिठो छ। बाटो एकदम सरल देखिएको छ। बाटोको प्रकृति हेर्ने पनि एकदम आनन्ददायी छ। हामी अहिले लगभग हामी सामरी भन्ज्याङ आइपुग्न लागेको छ। अब लगभग 1.5 किलोमिटरमा हामी सामरी पुग्नेछौँ। लगभग एक घुम्ती यही पारिपट्टिको चाहिँ भन्ज्याङ सामरी भन्ज्याङ हो भने हामी लगभग सामरी भन्ज्याङ पुगिसके जस्तै छौँ। सामरी भन्ज्याङबाट बाटो ग्राभेल बाटो भएको कारणले हामी त्यहाँ त्यो सामरी भन्ज्याङबाट त्रिशुली नपुगुन्जेल हामीले भिडियो क्लिप बनाएको छैनौँ। बनाउन सम्भव नहुने जस्तो लागि छ। हेर्दै जानु होला। तर यो बाटो, अहिलेको बाटो भने सामरी भन्ज्याङसम्मको बाटो भने एकदम क्लियर छ। हामीले अहिलेसम्म कुनै सवारी साधन भेटेको पनि छैनौँ। आनन्द हाम्रै रफ्तारमा हामी हिँडिरहेका छौँ। एकदम आनन्द आइरहेछ। हाम्रो राजेश मालाकार साथीले एकदम राम्रो ड्राइभ गर्नुहुनेछ। मोटरसाइकल ड्राइभ एकदम राम्रो गर्नुहुन्छ। हामी ढुक्क छौँ, विश्वास छौँ। हामी आइपुग्यौँ। हामी लगभग त्रिशुली आइपुग्यौँ। हामी देउडी त्रिशुली आइपुगिसकेका छौँ। अब हामी यो फाँटमा चाहिँ हामी हिँड्दैछौँ। यो फाँटको नाम हो यो फाँटको अवलोकन गर्दै हामी पुरै टोखातर्फ अघि बढिरहेका छौँ। यो फाँटको रमणीय वातावरण सबै हेर्दै हामी अब उकालो लागेर माथि जाँदैछौँ। हामी सबै योहरू हेर्दै आनन्दको कुरोहरू हेर्दै उकालो लागिरहेका छौँ। रमणीय वातावरण
एकदम राम्रो छ। ढिकुरे हुँदै हामी माथि ढिकुरे फाँटमै छौँ। हामी ढिकुरे फाँटबाट अहिले चेकपोस्ट आइरहेछ। त्यहाँबाट माथि हामी त्यो माथि डाँडामा पुग्नु छ। त्यहाँ माथि आएपछि हामी हाम्रो यो आइपुग्नेछौँ। यो फाँट धेरै रमणीय छ। सबैजना आउनु होला ढिकुरे फाँटमा। सबै आलु खेती छ यहाँ। अहिलेको अवस्था सबै आलु खेती लागिएको छ। हामी ढिकुरे फाँटबाट अब उकालो लाग्ने तयारीमा छौँ। ढिकुरे फाँट हामी क्रस गर्दैछौँ। अब हामी माथि डाँडामा पुगेपछि हामी मानेभन्ज्याङ पुग्नेछौँ। माथिको भ्यू टावर छ। त्यो भ्यू टावर पुगेपछि हामी रेस्ट लिनेछौँ, चिया कफी खानेछौँ। जाडोको मौसम छ। अब हामी त्यहाँ आज गएर सुकुटी खाने हाम्रो प्लान छ। त्यो डाँडामा गुरुङ गाउँ भन्ने ठाउँ छ। एकदम रमणीय ठाउँ। त्यहाँ चाहिँ सुकुटी पाइन्छ, एकदम मिठो।